जसले मलाई देख्दछ मलाई पठाउनु हुने परमेश्वर पितालाई देख्दछ प्रभु येशू भन्नुहुन्छ जसले मलाई देख्दछ मलाई पठाउनु हुने परमेश्वर पितालाई देख्दछ प्रभु येशू भन्नुहुन्छ जसले ममा विश्वास गर्छ यसको पारिवारिक सेवकाईको भार प्रभुको दासले सरसल्लाह प्रार्थना गरिकन सुम्पिनु भएको छ र उहाँले वचनको भार लिनुहुन्छ। भाइ वंशु तामाङ मामले जयगाउँबाट आउनुहोस् भाइ। सबैलाई प्रभु येशू ख्रीष्टको नाममा यो मण्डलीलाई त्यो पत्र लेखिकन आज त्यो सुझाव र त्यो सल्लाह दिएको छ भने आज वर्तमान दिनमा तपाईँ र मलाई पनि परमेश्वरले त्यही सुझाव र त्यो सल्लाह दिएको छ। यस कारणले गर्दामा विगत दिनदेखि नै यो परमेश्वरको राज्यको सम्बन्ध पुरा हुँदाखेरि म तोडेको छु। यस कारणले दया गरेर 3 र 3, 4, 5 पद पढ्दिनुहोस्। दया गरेर एफएसी किताब 5 अध्यायको 3, 4, 5 पढ्दिनुहोस्। कसैले दया जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार सबै अशुद्धता लोभको नामसम्म पनि नलियोस् न त फोहोर कुरा न त मूर्खतापूर्ण बातचित न त ठट्टा दिलागी यो सुहाउने कुरा होइन धन्यवाद नै चढाओस् यो कुरा जान्दछौ कुनै व्यभिचारीले वा अशुद्ध मान्छेले वा लोभी मानिसले जो मूर्ति पूजाको ख्रीष्टको परमेश्वरको राज्यमा यहाँनिर एफएसीको पत्रीमा तपाईँको परमेश्वरको वचन यहाँ लेखिएको छ। प्रभु दास पौलले भन्दछ कुनै प्राकृतिक सम्पत्ति पाउने छैन भन्दछ भनेदेखि चाहिँ तपाईँ र मैले सोच्नुहोस् यहाँनिर कुनै एउटा प्राकृतिक सम्पत्ति पाउँदैन भनेपछि तर अर्को जग्गा प्रभु दास पौलले भन्छ त्यो राज्यमा जानै सक्दैन हकवाला हुनै सक्दैन परमेश्वरको राज्यको हकवाला हुनै सक्दैन भनेपछि कुरा खत्तम। यसै कारणले गर्दामा म धेरै तोडे विगत 4 दिन जब मैले यो आधारपद यो थिम बनाएँ। यस कारणले गर्दामा प्रभु दास पौलले भन्छ यहाँ त प्राकृतिक सम्पत्तिको हकदार हुँदैन भने चाहिँ परमेश्वरको राज्यको हकवाला हुँदैन भनेर प्रभु दास पौलले कोरिन्थीमा भएको प्रियहरूलाई त्यो लेख्छ भने आज तपाईँ र मलाई पनि दया गरेर पहिलो कोरिन्थी किताब 6 अध्यायको 9 र 10 पदमा त्यहाँनिर स्पष्ट रूपले बताइदिएको छ। त्यहाँनिर त्यो राज्यको हकवालै हुँदैन भने परमेश्वरको राज्यको हकवाला हुँदैन भनेर परमेश्वरको वचनमा लेखेका छ। दया गरेर पढिदिनुहोस् पहिलो कोरिन्थी 6 अध्यायको 9 र 10 पद दया गरेर पढिदिनुहोस्। हजुर अधर्मीहरू परमेश्वरको राज्यको हकवाला हुने छैन। धोका नखाऊ व्यभिचारीहरू मूर्ति पूजकहरू परिस्त्रीगामीहरू पुरुषगामीहरू चोरहरू लोभीहरू मतवालाहरू गाली बक्नेहरू र धुत्वाहरू परमेश्वरको राज्य हकवालै हुनेछ। आज तपाईँ र मेरो बीचमा यस्तो कुरा छ भने कति दुःख लाग्दो कुरा। तपाईँ र मलाई परमेश्वरको राज्यको लागि चुने जब विगत दिन नै हामी सुन्दै थियौँ प्रभु येशू मसीहले भन्दा यौनाले परमेश्वरको राज्यको प्रचार गरे। यसकारण तपाईँ र म त्यो राज्यभित्र परमेश्वरले ल्याएर पनि तपाईँ र मेरो जीवनमा त्यो कुरा छ भने तपाईँ र म त्यो राज्यदेखि वञ्चित हुनेछ। त्यो राज्यको तपाईँ र मैले आशा नहुँदैन हुन्छ। यसकारण तपाईँ र मैले मन फिराउनु पर्छ भनेर परमेश्वरको वचनले बताउँछ। यसकारणले यहाँ थुप्रो कुरा छ। आज अधर्म पापहरूको लिस्ट लिएको छ। जब हामी मर्कुसको किताबमा गएर पढ्दा त्यहाँनिर स्पष्ट रूपमा पाउँछ। यहाँनिर एउटा कुरा संकेत गर्छ, एउटा कुरालाई म पोइन्ट गर्छु। यहाँनिर आज तपाईँ र मेरो बीचमा त्यो व्यभिचार र अधर्मले मात्रै होइन तपाईँ र मेरो फोहोर कुलाले भन्दछ।
मुखबाट निक्लेको फोहोर कुराले भन्छ तपाईँ मेरो जीवनमा लोभ पनि छ भने तपाईँ र मलाई परमेश्वरको राज्यमा कहिले पनि प्रवेश गर्नु दिँदैन। यो हकवाला हुन सक्दैन भनेर पवित्र शास्त्र बाइबलले भन्छ। यसकारण यो लोभले चाहिँ नि तपाईँको घरलाई नष्ट पारिदिन्छ भन्छ, नष्ट पारिदिन्छ। त्यो आत्मिकी घरलाई नष्ट भ्रष्ट पारिदिन्छ प्रभुको समय पायो भने त्यो कुरा। यसकारण पवित्र शास्त्र बाइबलले लेख्छ, हितोपदेश किताब 15 अध्यायको 27 पदमा भन्छ त्यो लोभले चाहिँ त्यो घरलाई नष्ट बनाइदिन्छ, नष्ट बनाइदिन्छ, नष्ट बनाइदिन्छ। यसकारण त्यो लोभले पनि तपाईँ र मलाई परमेश्वरको राज्यदेखि वञ्चित गराइरहेको छ। परमेश्वरको राज्यको हकवाला हुनु दिँदैन तपाईँ र मलाई। दया गरेर हितोपदेश किताब 15 अध्यायको 27 पदमा भनिन्छ घरलाई नष्ट बनाइदिन्छ भन्छ। दया गरेर नीच कमाईको लोभीले आफ्नै घरलाई कष्ट दिन्छ। बस कष्ट दिन्छ, कष्ट। यसकारणले गर्दामा कष्ट पाउँछ। यसकारणले प्रिय हो त्यो कष्टको कारणले गर्दामा आज त्यो कष्ट पाउँछ लोभले कारणले गर्दा। हामी हेर्छौँ एकजना मान्छेले कष्ट पाएर त्यो लोभको कारणले परमेश्वरको राज्यदेखि वञ्चित भएर गयो। यसकारणले गर्दामा जब प्रभुको दास पाउलले एउटा जवान केटो त्यो तिमोथीलाई जब परमेश्वरको सेवाको लागि आज नियुक्त गरिन्छ, नियुक्त गरेपछि उसलाई प्रभु दास पाउलले सुझाव र सल्लाह दिनुहुन्छ। त्यो सुझाव सल्लाह यस्तो सुझाव सल्लाह दिनुहुन्छ कि परमेश्वरको घरको संरक्षण गर्नुको लागि, परमेश्वरको घरको देखरेख गर्नको लागि अगुवाहरू चाहिँ कस्तो हुनुपर्छ, त्यो अगुवाहरूलाई तिमीले कस्तो हुन्छ, कस्तो कस्तो अगुवालाई तिमीले आज के गर्नु, नियुक्त गर्नु भनेर